नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा विज्ञापनमा। आजको विज्ञापन गर्ने क्रममा जम्मा टोटल 55 लाखमा 7 दिनको लागि अफर है। यति राम्रो घर सहित 7 आना जग्गा भक्तपुरमै रहेको। यो भिडियो अन्तिमसम्म हेर्नु होला अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। अब आउनुहोस् तपाईलाई जस्ताको तस्तै यो घर देखाउँदैछु है। ल हेर्नुहोस्, आजको बिक्रीमा रहेको यो कोदो छ। कोदो भन्दा यतापट्टिको है त, माथिपट्टि पनि वाल र तलपट्टि पनि वाल, दुई साइड नै वाल लगाउनु भएको छ है। जस्ताको तस्तै। ल हेर्नुहोस्, यहाँदेखि भ्यू आहा नि। ल हेर्नुहोस् है त, पुरै घरहरूको बिचमा माथि पनि ठुलो घर छ। ड्रोन सुट हेरिहाल्नु भयो भने यो नर्मल घर है त। जस्ताको तस्तै देखाउँदैछु। तलपट्टि यो वाल हेर्न सक्नुहुन्छ होइन, यस्तो खाले रहेको छ। आजको बिक्रीमा रहेको यही नै हो। तपाईहरूलाई जस्ताको तस्तै लाइभ प्रत्यक्ष रूपमा देखाउँदैछु। पछाडिको भाग हेरिसक्नुभयो तपाईँहरूले भने अब यो अगाडिको भाग पनि देखाउनेछु तपाईँलाई। बाटोदेखि सबै दृश्य देखाउँदैछु, हेर्न सक्नुहुन्छ। ड्रोन सुट पनि हेर्न सक्नुहुन्छ। बाटोको दृश्य ड्रोन सुटले देखाइसकेको छु भने यो अगाडिको भाग रह्यो र यो साइडमा टोयलेट रह्यो। यता पनि यति धेरै खुल्ला स्पेस रहेको छ, हेर्न सक्नुहुन्छ यस्तो खाले। अब यहाँदेखि यो भ्यूको कुरा गर्नुहुन्छ भने सबै हेर्न सक्नुहुन्छ तपाईँलाई। अब एकैछिनमा यो बाहिरी भागको दृश्य देखाइसकेपछि भित्रको पनि दृश्य देखाउनेछु। यहाँनिर हेर्न सक्नुहुन्छ तलपट्टि यो ठुलो पिल्लरवाला घरै बनिसकेको छ। नयाँ नयाँ घरहरू, नयाँ नयाँ बस्तीहरू बन्दै गरेको। अगाडि यो बाटो हेर्न सक्नुहुन्छ, यो ठुलो बाटो, गाडी नै आउने बाटो है त। जस्ताको तस्तै देखाउँदैछु। यो गाडी आउने बाटो भयो भने अगाडिपट्टि राम्रो राम्रो घरहरू पनि बनिसकेको छ। यो तपाईँले हेर्न सक्नुहुन्छ, यो बाटो रह्यो है त। अगाडिपट्टिको बाटो हेर्न सक्नुहुन्छ, यो ग्राभल बाटो, जग्गाला टच बाटो यही नै हो। बत्तीको पोल अगाडि छ। अगाडिपट्टि राम्रो राम्रो घरहरू बनेको छ, हेर्न सक्नुहुन्छ। यो साइडदेखि पनि पुरै भ्यू है। यो काठमाडौँको भ्यू हेर्न सक्नुहुन्छ, भक्तपुरको भ्यू, पुरै आनन्दको भ्यू हेर्न सक्नुहुन्छ। यस्तो खाले रहेको छ जग्गा, टक्क टच। माथिपट्टि पनि यस्तो वाल लगाउनु भएको छ, तलपट्टि पनि सेयर वाल, पुरै सेफ्टी रहेको छ भने अब तपाईँलाई यो जस्ताको तस्तै देखाउँदैछु। यहाँ हेर्न सक्नुहुन्छ, यहाँनिर यो सेफ्टी टङ्की रह्यो, हेर्न सक्नुहुन्छ भने यहाँनिर यो कमन टोयलेट बाथरुम रहेको छ। यस्तो खाले रहेको छ भने अब तपाईँहरूलाई भित्रतिरको दृश्य देखाउन चाहे यहाँदेखि हेर्न सक्नुहुन्छ है। टक्क यो एउटा ठुलो साइजको किचन रुम रहेको छ होइन, मिडियम साइज भन्दा पनि हुन्छ एउटा किचन रुम। माथिपट्टि जिप्सन वाल सिस्टमको भए तापनि साइडमा यो झ्याल ढोकाहरू राम्रो खाले युज गर्नुभएको छ भने यतापट्टि यो एउटा बेडरुम बनाउनु भएको छ, हेर्न सक्नुहुन्छ। यस्तो खाले रहेको छ। यसमा पनि यो साइडमा झ्याल लागेको हुँदा उज्यालो, बत्ती बालेको छैन है, फेरि पनि उज्यालो रहेको छ। जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु, हेर्न सक्नुहुन्छ है। यो युपिबिसी एल्युमिनियमको झ्याल ढोका है, एल्युमिनियमको झ्याल ढोका रहेको छ। यो साइडमा झ्यालहरू हेर्न सक्नुहुन्छ भने ढोका चाहिँ काठकै रहेको छ। जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु। माथि जिप्सन है त। अब तपाईँले यतापट्टि हेर्न सक्नुहुन्छ होइन, यस्तो खाले रहेको छ यो किचन रुम। माथिपट्टि जिप्सन, यतापट्टि यो झ्याल रह्यो भने यतापट्टि मेन ढोका पूर्व फर्केको चिटिक्कको यो सुन्दर घर तपाईँहरूलाई देखाइसकेको छु होइन। अब तपाईँलाई वरिपरिको दृश्य अझै देखाउन चाहे एकचोटि, अघि नै पनि हेरिसक्नु भएको छ भने अब यतादेखि हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ अगाडिको भ्यू। ठ्याक्कै यो ढोकाबाटै देखाउन चाहे तपाईँले, यो ढोका भयो भने ढोकाबाट यता हेर्नुहुन्छ भने यस्तो खाले ओपन स्पेस रहेको छ, आनन्दको ठाउँ। अब तपाईँले यतापट्टि है त, ल हेर्नुहोस्, यो साइडदेखि देखाउन चाहे तपाईँलाई यस्तो खाले रहेको छ है त। ड्रोन सुटले पनि हेरिसक्नु भएको छ भने अब यतादेखि वरिपरिको दृश्य देखाउँछु जस्ताको तस्तै है त। ल हेर्नुहोस्, यस्तो खाले रहेको छ, तपाईँले हेर्न सक्नुहुन्छ है। यो भागहरू, यो दृश्यहरू जस्ताको तस्तै देखाउँदैछु है। यो साइडमा पनि वाल लगाउनु भएको छ, अघि नै पनि हेरिसक्नुभयो लगभग मोटामोटी होइन। अब यो यहाँ यतासम्म रहेको छ, हेर्न सक्नुहुन्छ। अब यो यहाँसम्म रह्यो। यो पछाडिको भाग देखाउँदैछु, तपाईँले हेर्न सक्नुहुन्छ। यो यहीँसम्म हो भन्नुभएको छ जग्गादानी, घरदानीले। आएर राम्रोसँग बुझ्नु होला होइन, के कस्तो छ, कहाँसम्म हो होइन। अनि त्यसपछि यो भाग हेर्न सक्नुहुन्छ। आहा नि आनन्दको भ्यू, बस्नलाई एकदमै आनन्द, रमाइलो, हाइटमा चिटिक्कको मिलेको ठाउँमा यही नै हो आजको यो बिक्रीमा रहेको घर र जग्गा है त। अब माथिपट्टि पनि वाल, तलपट्टि पनि वाल, त्यो अगाडि सिधा अगाडि हेर्न सक्नुहुन्छ त्यो ढलान घर, यतापट्टि नर्मल घर, ऊ त्यहाँ ढलान घर रहेको छ। यहाँ माथि पनि ढलान घर देखिरहनु भएको छ भने तपाईँले बस्नलाई एकदमै आनन्द, टक्क हाइटमा आहा नि फ्रेस हावापानी भएको ठाउँमा एकदमै राम्रो एरिया, बस्नलाई चिटिक्क आनन्द। त्यो माथिपट्टि चागुनारायण मन्दिर, यो भ्यू
तपाईँहरूलाई सन्दर्भमा मैले वरिपरिको दृश्य भित्र बाहिर चारैतिरको दृश्य देखाइसकेको छु। के भन्न चाहनुहुन्छ कमेन्टमा लेखिहाल्नु है। तपाईँहरूले हेरिसक्नु भएको छ, मन पारिसक्नु भयो होला। अब यसको सरर जानकारी दिनेछु, यो भिडियो अन्तिमसम्म हेर्नुहोस् है त। आहा नि यस्तो घर वरिपरिको दृश्य भित्र बाहिर सबै हेरिसक्नु भयो, मन पारिसक्नु भयो। किन लाग्यो होला यो घर, यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा भक्तपुर जिल्ला चाकुनारा नगरपालिका वार्ड नम्बर 4 मा रहेको, ठ्याक्कै इन्द्राणीको पारिपट्टि रहेको, वरिपरि बस्तीको बिचमा रहेको, नजिकै स्कुल, हाइवे बाटो, चाकुनारा मन्दिर सबै सुविधा पाउनुहुन्छ। भ्यू पनि काठमाडौँ, भक्तपुर, ललितपुर सम्मको भ्यू हेर्न सकिने, बिहानदेखि बेलुकासम्म घाम लाने घर भइसकेपछि पानी बत्तीको लागि टेन्सनै छैन। बस्नलाई आनन्द। जम्मा टोटल 55 लाख है, 20 लाख जति लोन रहेछ। त्यो हुँदा फेरि एकदमै मिलाएर 1 हप्ता भित्रमा बिक्री गर्न लाग्नु भएको छ। जो सुरुमा आउनुहुन्छ उहाँले लगानी गरिहाल्नुहुन्छ, ढिला नगर्नु है त। लिन चाहनुहुन्छ साइडमा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइदिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।